यसरी यसरी खेलेर हुन्छ भन्नु त? अनि विराटनगर किङ्सको फ्यान भन्नुस्, अब यसरी खेलेर हुन्छ? अनि 3टा गेम जित्यौं भन्दैमा अब अरू नजित्ने छोड्दिने? अनि अर्को कुरा, त्यो आयो पूर्वेली मैदानमा भनेपछि त्यो मैदानमा आउन जरुरी थियो? एम्पायरले आउट दिएपछि आउट हुन्छ भन्ने कुरा थाहा छ कि छैन हामीलाई? अनि एम्पायर किन राखे त? एम्पायरको केही काम होला नि त, एम्पायरले डिसिजन दिने होला नि त। अब एम्पायरले डिसिजन दिने कुरामा त्यहाँ गएर एम्पायरलाई प्रेसर दिएर त्यो नट आउट हुन्छ त्यो कुरा चाहिँ सोच्नु हुँदैन है। अब सुरुमा त बलिङ ठिकै भएको थियो, अब रवि भोप्रा ल्याएर हान्ने छ, फेरि कति हाने हो होइन, जसो तसो 175 को टार्गेट विराटनगर किङ्सले पायो। तर मैले भनेको थिएँ जुन दिन टप 3 जान्छ विराटनगर किङ्सको, त्यो दिन हेर्छु कि यो जुन तलको प्लेयरहरू हुन्छ, मिडल अर्डरको प्लेयरहरू हुन्छ, उहाँहरूले के गर्नुहुन्छ। आज मार्टिन गप्टिल खेलिराख्नु भएको थिएन, लोकेश बाम, नरेन भट्टहरू छिटै गइहाले। अब 174 बनाउँदाखेरि 174 बनाउँदाखेरि ब्याटिङ पिच रहेछ, राम्रो रहेछ भनेपछि अब धुवा हान्छन् विराटनगर किङ्सले भन्ने मैले सोचेको थिएँ। मैले मात्र होइन है, फेरि विराटनगरको सबै फ्यानले सोचेको थिएँ, किनकि प्रतिजीजीले लास्टमा आएर तपाईँको 12 बलमा 30 हान्न सक्छ, मतलब पिच त ठिकै थियो। अब हामीले नराम्रो खेले हो कि त्यो रञ्जित कुमार यार ब्रदर, वेल डन ब्रदर। रञ्जित कुमार 5 विकेट, बवाल ब्रदर। अब हामी हार्छौँ, अब ठिकै छ, तर 3टा गेम लगातार जितेको टिमले यसरी चाहिँ हार्नु भएन होइन। अब माथिकोले हान्नु पर्यो क्या, त्यो बलरले आएर हान्दा अब माथिकोले हान्न सकिरहेको हुँदैन भनेदेखि त्यो मैले भन्दा नि त्यो बलरले हान्दिएर बेइज्जती भएको कि त्यो ब्याट्सम्यानको। सो टप 3 चलेन, अनि त्यो दिन हामी जित्दैनौँ त्यो किसिमले चाहिँ लाग्नु भएन। बाँकी बधाई छ होइन, चितवन राइनोजलाई बधाई छ। अब मैले पहिला पनि अगाडिको भिडियोमा पनि भनेको थिएँ, यो जुन विदेशी प्लेयर र नेपाली प्लेयरको जुन मिक्सचर छ यो हाम्रो चितवन राइनोजमा, त्यो एकदमै राम्रो छ। त्यो कुरालाई मैले एप्रिसिएट नै गर्छु। चितवन राइनोज 174 बनाएको थियो, 126 मा अल आउट भयो हाम्रो विराटनगर किङ्स। 48 रन्सले जित हासिल भएको छ। चितवन राइनोजलाई ठिक छ, अब विराटनगर किङ्सले लगला लास्टमा गराइदिनु भयो। अब केही भन्नु छ भने भन्नुहोस् विराटनगरको फ्यान्स होइन। फेरि मैले चाहिँ केही नराम्रो भनेको चाहिँ होइन, तर अब टप 3 मात्रै होइन, अब अरू पनि ब्याट्सम्यान होला नि त, अरू ब्याट्सम्यान पनि राम्रो गर्नु पर्यो, अरू ब्याट्सम्यानले पनि राम्रो खेल्नु पर्यो, त्यो भन्न चाहे। मैले भनेकै थिएँ त्यो के अरे त्यो पहिलो ब्याटिङ गर्नेले जित्छ, किनकि यो चेज भइरहेको छैन कि यो ग्राउन्डमा, के हो प्रेसर भइरहेछ, के भइरहेछ होइन। अब हामी मैदानमा गइरहेछौँ आइरहेछौँ, त्यस्तो भयो। बाँकी के छ तपाईँहरू आफै भन्नु होला है त।